हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। र आज म देखाउन गइरहेको छु गाउँघरको पुरानो रीतिरिवाज कस्तो हुन्छ त भन्ने तपाईहरुलाई म देखाउन गइरहेको छु। र अन्तिमसम्म बनिराख्नु होला। र यो चाहिँ म देखाउन गइरहेको छु। र यो चाहिँ हो सखर। केमा हाल्नु पर्छ म? त्यो बिबीको मान्छेको मुखतिर हाल्नु पर्ने लु भइरहेछ। र यहाँनेरि भान्सेहरू यता सब्जीको भान्सेहरू भन्नु पर्दा ये देख सकते हो आप लोग इधर ही यता मामा। र यहाँ चाहिँ अगाडिदेखि नै तयार खयारमा छ। यहाँनेरि जन्तीहरू आएर यहाँ बसेर खानपिन गर्ने। र अब म देखाउन गइरहेको छु भतेरमा। मेन कुरो भतेरमा। र यहाँ चाहिँ भत्यार पकाउने भान्सेहरू हेर्न सक्नुहुन्छ। यहाँ भत्यार पकाउने भान्सेहरू तयार खयारमा सबै रेडी भइसकेको छ। र अहिले साथीहरू जन्ती सबै आइसकेका छन्। र अहिले चाहिँ जन्ती पर्सिने भनेर सबै धुमधामसँग रेडी बसिरहेका छौँ साथीहरू। र अहिले जन्तीहरूको खाने बेला भइसकेको छ। र जन्तीहरूको खाने बेला भइसकेको छ। अब बेहुली निकाल्ने बेला भइसकेको छ साथीहरू। लेट्स गो। अगाडि नै राखिन्छ यस्तो प्लास्टिकमा पेकिङ गरेर, ताकि भात नसेलाओस् भनेर यस्तो हिसाबले। तिमीमा के भन्नुहुन्छ? यस आई एम राइट भने छ अरे नि त फेरि। अहिले चाहिँ हामी खाना खाल्न आँट्यो। र अहिले खानासाना भइसकेर खानापिना भइसकेर एकछिन ब्याङ बाजा नाचेको हेर्न गइरहेको छु। हुन आँटेको छ साथीहरू। जन्तीहरू तयार, किलोके कविते तयार, हवन गर्न गुरुजीहरू तयार, शङ्ख घण्टा बजाउनेहरू तयार, भारी बिस्कुनेहरू तयार। आजको शुभबार, शुभ बेला, शुभ नक्षत्र, शुभ योग, शुभ कर्ण, शुभ समयको शुभ लगन ल्याऊ। बेलाबेली तयार, बाजा गाजा तयार, शङ्ख घण्टा तयार, किलोके कवितेहरू तयार,
गुरुजीहरू तयार को शुभ लगन ल्याऊ शुभ लगन ल्याऊ शुभ लगन ल्याऊ त लगन भयो ल्याऊ, लगन ल्याऊ। भयो लगन भयो मङ्गलम भगवान विष्णु यहाँ चाहिँ एकजना बुबाले श्लोक भन्नु हुँदैछ। धनुहरूलाई चाहियो हनुमान हेरिरो पार्तरी सीताजी कन भेट्दछु मैलो जान्छु बडो भेट गरी पापी जन पनि रामका लु है साथी हो अहिले चाहिँ बेहुली बिदा गर्ने बेला भइसकेको छ। बिदामा हाँस्दै जाऊ लु है अहिले चाहिँ बेहुली लग्ने। यो है साथी हो बेहुली बिदाई भइसक्यो। अब तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर म भिडियो फ्रन्ट गरिदिन्छु। ब्याङ बजाउने गए हास गाडीमा ल है